प्रिय बालेन, तिमीले एकदमै ठुलो अवसर पाएको थियौ, नेपाल चलाउने अवसर। नेपालको इतिहासमा यस्तो अवसर धेरै कम मानिसको हातमा आएको छ। इतिहास हेर्ने हो भने यस्तो अवसर 2 पटक मात्र आएको देखिन्छ बाबु। एक पटक जङ्गबहादुर राणाको हातमा र अर्को पटक तिम्रो हातमा। त्यो समय देशमा न राजा थिए, न प्रधानमन्त्री, न राष्ट्रपति। संविधानसम्म पूर्ण रूपमा कार्यान्वयनमा थिएन। सबै संरचना अस्थिर थिए। तर त्यही अस्थिरताभित्र नै परिवर्तनको सबैभन्दा ठूलो सम्भावना लुकेको थियो। त्यस्तो दुर्लभ क्षणमा पनि तिमीले देशको भविष्यका लागि सानो तर निर्णायक आँट गर्न सकेनौ। सायद डर, सायद दबाव वा सायद समयको कठोरता। जे कारण भए पनि त्यो अवसर चुक्यो। अब यदि कुनै चमत्कार भयो भने मात्र नेपाल फेरि तिम्रो हातमा आउला। नत्र भने इतिहासले फेरि त्यस्तो अवसर दिन नेपालले अझै 150 वर्ष कुर्नुपर्ने हुन सक्छ। तर यति हुँदाहुँदै पनि एउटा कुरा चाहिँ तिमीले स्पष्ट रूपमा प्रमाणित गर्यौ। तिमी काम गर्न सक्ने व्यक्ति हौ। लिडर भएर भन्दा पनि एक इन्जिनियर भएर तिमीले आफ्नो क्षमताको उदाहरण प्रस्तुत गर्यौ। ठूला भाषणभन्दा ठोस कामले देशलाई के दिन सकिन्छ भन्ने कुरा तिमीले देखायौ। त्यसैले सबै आलोचना र निराशा बीच पनि तिम्रो यात्राको सम्मान गर्नै पर्छ। आउँदै गरेको चुनावमा तिमीलाई धेरै धेरै शुभकामना। यदि जनताले फेरि विश्वास दिएर तिमीलाई भारी मतले जिताए भने नेपालको सरकार फेरि तिम्रो हातमा आउनेछ र सायद त्यो बेला इतिहासले छुटेको अध्याय पूरा गर्ने मौका मिल्ला। देश अझै आशा गर्छ। इतिहास अझै प्रतीक्षामा छ।